हिजो विदेशबाट 5 हात उफ्रेर चाहिँ भोट हाल्न गयो हैन, के किन हुन्छ कि भनेर 5 हात उफ्रेर आफ्नै खर्चमा फेरि आफ्नै दममा गयो भोट हाल्न। अहिले आएर त सानो व्यवसाय गरेको। अब हेर्नुहोस् है, विद्युतमा पनि 13% भ्याट जोडेर चाहिँ हेर्नुहोस् है ल 5 हात उफ्रेको परिणाम। अनि अर्को कुरा फेरि हैन, शिक्षा र स्वास्थ्यमा त फिर्ता लिइसक्यो। अर्को कुरा, छुट्टीमा जाँदाखेरि चाहिँ भाउजूको अपरेसन थियो क्या, भाउजूको बिमा थियो। हामी चाहिँ हेटौँडाबाट चाहिँ चितवनको भरतपुर मेडिकल कलेजमा चाहिँ अपरेसन गर्न गएको थियो। अनि त्यो अपरेसनमा चाहिँ बिमाको कारणले हैन 50,000 मात्रै सकियो। त्यही नजिकै त्यस्तै सेम अपरेसन गर्ने त्यो मान्छेको चाहिँ बिमा थिएन, त्यो मान्छेको चाहिँ 1.5 लाख गयो अरे। भनेपछि अब त्यो बिमा पनि लागू नहुने रे। भनेपछि हैन, सरकारीमा मात्रै लागू हुने रे, प्राइभेटमा बिमा लागू नहुने रे। भनेपछि ल है साथीहरू, अब स्थानीय चुनाव आउन पनि 1 वर्ष पनि छैन कि क्या हो। अब समीक्षा गर्नुपर्छ कि आत्मसमीक्षा भन्छ नि, आत्मसमीक्षा गर्न जरुरी छ है साथीहरू हैन। खोइ 4-5 महिना भइसक्यो। अब त मेसोमेलो त देखाउन पर्ने हो, तर उल्टो जताततै लाइन, पासपोर्टमा लाइन, ग्यासमा लाइन, मलमा लाइन, जता हेऱ्यो त्यतै लाइन छ। के हो, आत्मसमीक्षा गर्नै पर्छ हौ साथीहरू। धेरै छैन हो, अब 1 वर्ष त छैन स्थानीय चुनाव आउन, प्रदेश र स्थानीयको। भनेपछि सबैजनाले आत्मसमीक्षा गर्न जरुरी छ जस्तो लाग्छ हो मलाई त। के कसो, म त यतातिर खुर्सानी पो हान्दैछु कि।